नमस्कार। साल्पा विकास बैंकको आइपिओको नतिजा आयो र यसले फेरि एकपटक नेपाली शेयर बजारमा हल्लीखल्ली मचाएको छ। लाखौं आवेदकहरू फेरि पनि निराश भए। आज हामी यही नतिजालाई केलाउँदैछौं। कसरी एउटा आइपिओ लगानीभन्दा बढी चिट्ठाको खेल जस्तो देखियो। लौ त सुरु गरौँ यसको चिरफार गर्न। यो कथाको सबैभन्दा चकित पार्ने अङ्कबाट सुरु गरौँ। 22,69,400। यो कुनै सानोतिनो नम्बर होइन। यति धेरै लगानीकर्ताको हात खाली भयो, उनीहरूको आवेदन रित्तो भयो, एक किता शेयर पनि परेन। हो, लाखौं आवेदकको हात खाली भयो। तर किन? आखिर यस्तो हुन गयो कसरी? आउनुहोस्, यहीबाट हाम्रो विश्लेषण सुरु गरौँ। अब कतिलाई लाग्यो होला कतै सिस्टममा गडबडी भयो कि? तर होइन, यो कुनै संयोग थिएन। वास्तविकता त के हो भने 23,83,000 भन्दा बढी आवेदकहरू एउटा सानो हिस्सा शेयरको लागि प्रतिस्पर्धा गर्दै थिए। यो त मागको बाढी मात्रै होइन, साँच्चै भन्नुपर्दा सुनामी नै थियो, जसको अगाडि आपूर्ति टिक्नै सकेन। हो, यही मागको सुनामीले नै हामीलाई आजको छलफलको सबैभन्दा महत्त्वपूर्ण पाटोमा ल्याइ पुर्याउँछ। त्यो हो माग र आपूर्तिको खेल। कुनै पनि आइपिओको नतिजा यही हिसाब किताबमा भर पर्छ र साल्पाको केसमा त यो खेल एकदमै असन्तुलित देखियो। ल, अब समीकरणको एउटा पाटो हेरौँ है त। सप्लाई अर्थात् आपूर्ति। साल्पाले कति शेयर निकालेको थियो? जम्मजमी 14,39,179 किता। सुन्दा त यो नम्बर ठुलै लाग्छ होइन र? तर एकछिन पर्खिनुहोस्। मागको अङ्क हेरेपछि थाहा हुन्छ यो त केही पनि होइन रहेछ। ल, अब हेरौँ माग। लगानीकर्ताले कति किता मागे त? सुन्नुहोस् है, 2,78,84,570 किता। बापरे, यो त सोच्न पनि नसकिने माग हो। यसले हाम्रो बजारमा आइपिओको क्रेज कस्तो छ भन्ने कुरा प्रष्ट पार्छ, होइन त? यसको सोझो हिसाब के हो भने यो आइपिओ लगभग 19.37 गुणाले ओभरसब्सक्राइब भयो। अझै सरल भाषामा भन्नुपर्दा बजारमा भएको हरेक एउटा शेयर किन्नका लागि झण्डै 20 जना मान्छे लाइनमा उभिएका थिए। कल्पना गर्नुहोस् त त्यो भिड। यहाँ हेर्नुहोस् त, यो सानो डन्डी, यो भयो सप्लाई, अनि यो अग्लो आकाशै छुन लागेको डन्डी, यो भयो डिमान्ड। यो चित्र आफै बोल्छ, होइन र? यस्तोमा सबैलाई शेयर दिन त सम्भव नै थिएन। अब सबैको मनमा एउटै प्रश्न होला, यस्तो अवस्थामा कसले शेयर पाउँछ त? कसरी बाँडिन्छ? हो, यसकै लागि एउटा नियम छ, हामी सबैले सुनेको 10 किताको नियम। यो नियम चाहिँ धितोपत्र बोर्डको धितोपत्र बाँडफाँड निर्देशिकामा छ। नियमले के भन्छ भने सकेसम्म सबैलाई कम्तीमा 10 किता दिनु। तर सबैलाई 10 किता दिनै नपुग्ने भएपछि के गर्ने? हो, त्यति बेला आउँछ लक्की ड्र, मतलब गोला प्रथा। र साल्पाको आइपिओमा पनि ठ्याक्कै यही भयो। ल, त्यसो भए यो लक्की ड्रमा कसको भाग्य चम्क्यो? कतिजनाले जिते अनि कतिजनाले हारे? आउनुहोस् अब फाइनल स्कोर कार्ड हेरौँ। हेर्नुहोस् त यो हिसाब। एकातिर छन् 1,43,917 जना भाग्यमानी जसले शेयर पाए, अनि अर्कोतिर 22,69,400 जना जसको हात खाली भयो। यो फरकले नै सबै कुरा भन्छ। यसलाई प्रतिशतमा हेर्दा त झनै डरलाग्दो देखिन्छ। यो सानो टुक्रा जम्मा 6%, यतिले मात्र शेयर पाए, अनि यो विशाल हिस्सा 94%, यति धेरैको हात खाली भयो। मतलब शेयर पर्ने चान्स कति कम थियो भन्ने त यहीँबाट प्रष्ट हुन्छ। न, यत्रो अङ्क र तथ्याङ्क हेरिसकेपछि अब यसबाट के बुझ्ने त? यो घटनाले हामीलाई के सिकाउँछ? यो खाली नम्बरको खेल मात्रै होइन, यसको पछाडि एउटा गहिरो सन्देश लुकेको छ। एउटा भनाइ छ नि जसले यो साल्पाको आइपिओको अवस्थालाई ठ्याक्कै बयान गर्छ। जब सप्लाईभन्दा डिमान्ड झण्डै 20 गुणा बढी हुन्छ, तब यो प्रक्रिया लगानीको विश्लेषणभन्दा पनि भाग्यको खेल बन्न पुग्छ। र यहाँ त त्यस्तै भयो। विश्लेषणभन्दा भाग्य नै बलियो देखियो, होइन त? र अन्तमा यो सबै कुराले हामीलाई एउटा गम्भीर प्रश्नको अगाडि उभ्याउँछ। सायद हरेक लगानीकर्ताले आफैलाई सोध्नुपर्ने प्रश्न, के नेपालमा आइपिओ भर्नु भनेको साँच्चै लगानी गर्नु हो कि यो केवल एउटा चिट्ठाको टिकट किन्नु जस्तै हो? सोच्नुपर्ने कुरा छ।